मेरो प्रिय साथीहरू र युट्युब च्यानल गुमाविष्ट खोलेर बस्नुभएको सम्पूर्णलाई फेरि पनि नमस्ते। आज म चाहिँ एउटा स्टोरी लिएर आएको छु होइन। त्यो चाहिँ अहिले एकदमै विश्वमा नै डकुमेन्ट्रीको रूपमा चाहिँ एकदमै चर्चा कमाइरहेको छ। त्यो चाहिँ के होला तपाईँहरूलाई लाग्छ भने म भन्छु होइन। भोकलाई पनि मातृत्वले जित्यो जब सिंहनीले कृष्ण सारको बच्चा हुर्काउन थाल्यो भनेपछि सिंह जुन एकदमै जङ्गलको राजा होइन, एकदमै डर लाग्छ नि त हो। त्यसले चाहिँ साँच्चीकै जब त्यो सिंहनीले चाहिँ एकदमै भोकाएको बेला चाहिँ एकदमै भोकाएको हुन्छ क्या, त्यो बेला चाहिँ उसले शिकार गर्न भनेर जब कृष्ण सारको नजिक जान्छ अनि त्यसपछि सबै कृष्ण सारहरू भाग्न सक्ने चाहिँ सबै भाग्छन्। त्यसपछि चाहिँ एउटा सानो बच्चा त्यहीँ छुट्छ। त्यसपछि म तपाईँहरूलाई सुनाउँछु यो कथै म सरस्वती अनलाइन खबरले लेखेको छ, म तपाईँहरूलाई पढेर सुनाउँछु। साँच्चीकै यो कथा सुने भने आमाको माया कति हुन्छ होइन आफ्नो सन्तानप्रति, र आफ्नो सन्तान नभए पनि त्यो सानो बालबालिकाहरूलाई जसलाई पनि देखेर एउटा आमाले होइन त्यो माया कति हुन्छ भन्ने कुरा यसले प्रष्ट देखाएको छ। म तपाईँलाई पढेर पनि सुनाउँछु। सिंहले अक्सर कृष्णसार हरिण जस्तै जनावरलाई आफ्नो शिकार बनाउँछ, तर यो कथाले प्रकृतिको रीतलाई पनि प्रेमले कसरी जित्छ भन्ने देखाउँछ। कथा हो अफ्रिकाको केन्या साम्बुरू राष्ट्रिय निकुञ्जको। त्यहाँ एक सिंहनीले कृष्णसारको अबोध बच्चालाई आफ्नो शिकार बनाइनन्, बरु स्नेहपूर्वक आफूसँग राखिन् र पालन पोषण गरिन्। खासमा उक्त सिंहनी शिकारकै खोजीमा हिँडिरहेकी थिइन्। सो बेला उनले सानो बच्चासहित घाँसे मैदानमा चरिरहेको कृष्णसारलाई लखेट्न थालिन्। सिंहबाट बच्न कृष्णसार त भाग्यो, तर सानो बच्चा भाग्न सकेन। त्यो कमजोर र सानो बच्चालाई सिंहनीले सजिलै मार्न वा खान सक्थिन्, तर उनले त्यसो गरिनन्, बरु आफूसँग लिएर राख्न थालिन्। उनले त्यो सानो कमजोर प्राणीलाई आफ्नै सन्तान जसरी चाटिन्, आफ्नो छायामा सुताइन् र अरू सिंहहरूबाट जोगाइन् र अप्नाइन्। त्यो मातृत्व देखेर सिंहनीको नाम राखियो कमुन्याक। सम्बारू भाषामा यसको अर्थ हो धन्य। उनी करिब 2-3 वर्षकी थिइन्। उनको शरीरमा आफ्नो बच्चा जन्माएको कुनै चिन्ह थिएन, तर उनमा मातृत्वको भावना यति प्रबल थियो कि उनी आफ्नो प्राकृतिक शिकारको बच्चालाई माया गर्न थालिन्। माई गड। यो घटना जब क्यामेरामा कैद भयो, विश्वभर नै चर्चित भयो। अखबारहरू, टेलिभिजन, डकुमेन्ट्रीहरूले यस घटनालाई कभर गरे। यो मानिसले पनि गर्न नसक्ने अटुट प्रेम प्राणीमा देख्दा सबैजना अचम्ममा परे। पहिलो चर्चा गरौँ सिंहको समाज र जीवनचक्र। सिंह सामाजिक संरचना बाहिरबाट हेर्दा शक्तिशाली र व्यवस्थित देखिए पनि भित्रभित्र निकै कठोर र प्रतिस्पर्धात्मक हुन्छ। जहाँ एउटा समूह अर्थात् प्राइडभित्र धेरै सिंहनीहरू र केही भाले सिंहहरू हुन्छन्, समूहहरूको वास्तविक आधार भने सिंहनीहरू नै हुन्छन्। किनकि उनीहरू नै शिकार गर्ने, बच्चाहरू हुर्काउने र समूहलाई निरन्तरता दिने काम गर्दछन्, जबकि भाले सिंहहरू मुख्यतया आफ्नो प्रभुत्व कायम राख्न र बाहिरी आक्रमणबाट समूहलाई जोगाउने भूमिका खेल्दछन्। जब नयाँ भाले सिंहहरू कुनै समूहमा प्रवेश गर्छन्, उनीहरू पहिले त्यहाँका पुराना भालेसँग लडाइँ गर्छन्। त्यो समूहका भालेलाई मारेपछि एउटा अत्यन्त कठोर प्रक्रिया सुरु हुन्छ, जसमा पुराना बच्चाहरूलाई पनि मारिन्छ, ताकि सिंहनीहरू पुनः प्रजननका लागि तयार हुन् र नयाँ भाले सिंहको वंश विस्तार हुन सकुन्। र यो व्यवहार जति क्रूर देखिए पनि जङ्गलको जैविक नियमभित्र सामान्य मानिन्छ, जहाँ करुणा र सहानुभूतिको स्थान निकै सीमित हुन्छ। यही कठोर नियमभित्र त्यस घटना घट्यो जसले वैज्ञानिकहरूलाई मात्र होइन, विश्वलाई नै अचम्भित बनायो। जब शिकार बनेनन् भोजन। एक दिन साम्बुरुको खुला मैदानमा एउटा वयस्क सिंहनी कृष्णसारको नवजात बच्चालाई भेटिन् र सामान्य अवस्थामा यस्तो बच्चा केही सेकेन्डमै सिंहनीको भोजन बन्ने निश्चित थियो, किनकि सिंहका लागि कृष्णसार सजिलो र स्वाभाविक शिकार थियो। तर त्यस दिन प्रकृतिको नियम उल्टियो, किनकि सिंहनीले बच्चालाई आक्रमण गरिनन्, बरु नजिक गएर सुँघिन्, चाटिन् र आफ्नै बच्चा जस्तो सँगै राख्न थालिन्। त्यो दृश्य देख्दा सुरुमा वन्यजन्तु रक्षकहरूका लागि सिंहनीले बच्चालाई आफ्नै सन्तान ठानेकी होलिन्, तर केही दिनको अवलोकनपछि प्रष्ट भयो कि सिंहनीलाई थाहा थियो यो बच्चा
आफ्नो होइन, किनकि उनले बच्चाको वास्तविक आमालाई पनि केही समय नजिक आउन दिनन् र दुध खुवाउन अनुमति दिनन्, तर त्यसपछि फेरि आमालाई टाढा लखेटेर बच्चालाई आफ्नै संरक्षणमा राखिन्, जसले यो व्यवहार केवल भ्रम नभएर सचेत संरक्षण जस्तो देखिन थाल्यो। मातृत्वको अनौठो विस्तार। सिंहनीले बच्चालाई सधैँ आफ्नो छेउमा राख्थिन्, घाम लाग्दा छायामा सँगै बस्ने, जिब्रोले सुमसुमाउने र अन्य शिकार वा सिंहहरू नजिक आएमा आक्रामक रूपमा प्रस्तुत हुँदै बच्चालाई जोगाउँथिन्, जुन सामान्यतया सिंहनीहरूले आफ्नै सन्तानप्रति मात्र देखाउँछन्, तर यस्तो एउटा शिकार प्रजातिको बच्चाप्रति पनि त्यही मातृत्व देखाएको थियो। अझ रोचक कुरा के थियो भने सिंहनीले बच्चाको वास्तविक आमालाई कहिलेकाहीँ नजिक आउन दिँदै दुध खुवाउन दिन्थिन्, तर त्यसपछि फेरि उसलाई लखेट्थिन्, मानव बच्चा अब आफ्नै संरक्षणमा रहेको हो। र यो दृश्यले वन्यजन्तु विज्ञहरूलाई गहिरो अन्यलमा पार्यो, किनकि शिकार र सिकारी बिचको सम्बन्ध यसरी परिवर्तन हुनु अत्यन्तै दुर्लभ मानिन्छ। बारम्बार दोहोरिएको आश्चर्य। यो घटना एकपटक मात्र भएको थिएन, किनकि त्यही सिंहनीले केही महिनाभित्र 3वटा फरक संसारको बच्चाहरू अपनाएको देख्यो, जसले यो व्यवहार संयोग मात्र नभई कुनै गहिरो जैविक र भावनात्मक कारणहरूसँग जोडिएको हुन सक्ने सङ्केत दियो। डिसेम्बर 21, 2001 लार्सेन्स लजका ड्राइभरको रिपोर्ट अनुसार सिंहनीसँग एउटा सानो संसारको बच्चा थियो, जसको नाभिमा डोरी अझै झुन्डिएको थियो। सेभ द एलिफेन्ट्सकी अनुसन्धानकर्ता सावा डल्लक्स ह्यामिल्टन्स र उनकी बहिनी डुडु त्यहाँ पुग्दा जोडी करिब 2 हप्ताको भइसकेको थियो। उनीहरू दुवै दुब्ला थिए तर जीवित थिए। सिंहले त्यो बेलादेखि शिकार नै गरेकी थिइन्। उनको काँधमा हड्डीहरू चक्कु जस्तै देखिन्थे। उनी भोकै थिइन् तर बच्चालाई छोड्दैनथिन्। बच्चा भने आफ्नी आमासँग दुध खान जान्थे। सिंहनी टाढाबाट चिन्तित भएर हेर्थिन्। यदि बच्चा टाढा गयो भने पनि पछि लाग्थिन्, तर कहिले आक्रमण गर्दैनथिन्। उनी बच्चालाई मायाले चाट्थिन्, कान चपाउँथिन् र सँगै सुत्थिन्। सावाले भनेको थिइन्, बच्चा नै अगुवा थियो। सिंहनी उनको पछि लाग्थिन् जस्तो प्रेममा पागल मान्छे। उनी दिनभरि सुत्न चाहन्थिन्, तर बच्चा घुम्थ्यो, उनी पछि पछि लाग्थिन्। त्यो सम्बन्ध 2 हप्ता टिक्यो, किनकि एक दिन सिंहनी सुतिरहेको बेला अर्को भाले सिंहले त्यसलाई मारेर खायो, र त्यसपछि सिंहनीले देखाएको प्रतिक्रिया सामान्य शिकार व्यवहारभन्दा फरक थियो, किनकि उनी अत्यन्त आक्रोशित भइन्। भाले सिंहमाथि आक्रमण गरिन्, लामो समयसम्म बेचैन र शोकाकुल देखिन्, जसले प्रत्यक्षदर्शीहरूलाई समेत भावुक बनाएको थियो। पछि उनी अर्को बच्चा अपनाइन् र फेरि उस्तै संरक्षण र माया देखाइन्। मानव मातृत्वको भावना उनको स्वाभाविक शिकार प्रवृत्तिभन्दा बलियो भएको थियो। दोस्रो घटना। कस्तो प्रेमको संयोग हो जहाँ मानिसहरू प्रेम दिवस मनाइरहेका हुन्छन्, माया साटासाट गर्छन्। त्यही दिन भ्यालेन्टाइन डे फेब्रुअरी 14, 2002 मा कमुन्याको दोस्रो बच्चा अपनाइन्। वन्यजन्तु अधिकारीहरू अचम्ममा परे। उनले बच्चालाई चाटिन्, छायामा राखिन् र अरू सिंहहरूबाट जोगाइन्। उनी बच्चाको आमालाई केही समय दुध खुवाउन दिन्थिन्, त्यसपछि भगाउँथिन्। पहिलो जस्तै यो बच्चा पनि कमजोर भएर उद्धार गर्नु पर्यो। त्यसपछि उनले तेस्रो, चौथो, पाँचौँ र छैटौँ बच्चा अपनाइन्। हरेक पटक उनी सुरक्षात्मक थिइन्। यदि कोही नजिक आयो भने गर्जिन्थिन्। एउटा बच्चा मर्दा उनी शोकमा डुब्थिन्, गुज्रिँदै घुम्थिन्, रिसाउँथिन्। वन वार्डेन साइमन लेराइन र गोब्रियल लेपारियोले भने यो रहस्यमय छ। उनी संसारको बच्चाहरूलाई आफ्नै बच्चा जस्तो मान्छन्। के भन्छन् त विज्ञ? यो असाधारण घटनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमको ध्यान तान्यो। द गार्डियन लगायतका प्रतिष्ठित पत्रकारहरूले यसबारे विस्तृत रिपोर्ट प्रकाशित गरे। त्यसपछि वन्यजन्तु विज्ञहरू र वैज्ञानिकहरूबीच यसलाई कसरी व्याख्या गर्ने भन्ने विषयमा व्यापक बहस सुरु भयो। यस्तो थियो आजको मैले तपाईँहरूलाई पढाएर सुने साँच्चीकै एकदमै मार्मिक होइन, जहाँ मान्छेहरूले पनि आफ्नो बच्चालाई अहिले आफ्नो बच्चा नभन्ने अवस्थामा चाहिँ जनावरले भनौँ न वन्यजन्तुले चाहिँ अरूको बच्चालाई आफ्नो बच्चासरी आफू भोकिरहेर पनि यसरी गरेको देख्दा चाहिँ साँच्चीकै मन छ नि एकदमै भावुक हुन्छ। अनि अचम्म लाग्छ यस्तो पनि छ भनेर। अहिलेको बेला पनि होइन, स्टिल मान्छेमा हुनुपर्ने गुण
जनावरमा देखिन पाउँदा अचम्म लाग्ने नै भयो होइन, डिबेट हुने नै भयो। सोच्दै अचम्म लागिरहेको छ, कति भन्दाखेरि मनमा चाहिँ कति धेरै भावनाहरू सिर्जना भइरहेको छ नि त, यसलाई व्याख्या गर्नुको लागि कुनै पनि शब्दहरू पनि छैन क्या। त्यस कारणले गर्दाखेरि पढ्दाखेरि मलाई एकदमै भावुक बनायो है। त्यसैले चाहिँ तपाईँहरूले पनि अनलाइन खबरमा यसलाई चाहिँ पढ्न सक्नुहुन्छ भन्दै यतिन्जेल चाहिँ मलाई सुनेर हेरेर बसिदिनु भयो होइन। आजको कथाबाट केही न केही त ज्ञान अवश्य लिनुभएको होला भन्ने मैले चाहिँ आशा एवं विश्वास पनि लिएँ। र सबैलाई फेरि पनि थ्याङ्क यू भन्दै धेरैभन्दा धेरै आफ्नो साथीहरूलाई चाहिँ सेयर गर्नुहोला र युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न लगाउनु होला भन्दै थ्याङ्क यू सो मच वाचिङ माई च्यानल गाइज, बाई बाई।